नमस्ते। कहिलेकाहीँ लामो समयसम्म खोकी लाग्ने वा अलिकति हिँड्दा पनि सास फुल्ने जस्तो अनुभव हुन्छ? हो, आज हामी यस्तै लक्षणहरूसँग जोडिएको एउटा आम तर गम्भीर अवस्था क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज अर्थात् सीओपीडी बारे कुरा गर्दैछौँ। यो विश्वभर लाखौं मानिसलाई असर गर्ने रोग हो, तर राम्रो कुरा के हो भने यसलाई बुझ्न र व्यवस्थापन गर्न सकिन्छ। आजको यो विश्लेषणमा हामी के हेर्छौं त? सुरुमा सीओपीडी भनेको के हो भनेर बुझ्छौं। त्यसपछि यसका कारणहरू के हुन्, फोक्सोभित्र वास्तवमा के हुन्छ, रोग कसरी पत्ता लाग्छ र अन्तमा यसको व्यवस्थापन कसरी गर्ने भन्ने बारे छलफल गर्नेछौं। त्यसो भए सुरु गरौँ हाम्रो पहिलो प्रश्नबाट। आखिर यो सीओपीडी भन्छन् यो हो चाहिँ के? यो त भयो अलि प्राविधिक परिभाषा, तर यसको मतलब के हो त? सरल भाषामा भन्दा यो फोक्सोको एउटा लामो समयसम्म रहने समस्या हो जसले सास फेर्न गाह्रो बनाउँछ। तर यहाँ सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने यो अवस्थालाई रोकथाम गर्न सकिन्छ र यसको उपचार पनि सम्भव छ। हो, यही कुराले हामीलाई आशा दिन्छ। यसलाई अझै सजिलोसँग बुझ्न एकछिन फोक्सोलाई बेलुन जस्तो सम्झ्यौँ न। एउटा नयाँ बेलुन जस्तै स्वस्थ फोक्सोले सजिलै हावा भर्छ र बाहिर फाल्छ। तर सीओपीडी भएपछि फोक्सो पुरानो तन्किएको बेलुन जस्तो हुन्छ। यसले हावा त लिन्छ, तर आफ्नो लचकता गुमाइसकेको हुनाले सबै हावालाई बाहिर फाल्न सक्दैन। अनि के हुन्छ? पुरानो काम नलाग्ने हावा भित्रै अड्किन्छ र नयाँ ताजा हावा लिन ठाउँ नै कम हुन्छ। ल, यो त भयो सीओपीडी के हो भन्ने कुरा। अब प्रश्न उठ्छ, यो हुन्छ चाहिँ किन? यसका जड कारणहरू के हुन् त? यहाँ हेर्नुहोस् त, यो तथ्याङ्कले त सबै कुरा छर्लङ्गै पार्छ। झण्डै 80%। सोच्नुस् त, 80% केसहरू त धूम्रपानसँग जोडिएका छन्। भनेपछि यो नै सीओपीडीको सबैभन्दा ठूलो र सबैभन्दा महत्त्वपूर्ण कुरा रोकथाम गर्न सकिने कारण हो। धूम्रपान त भइहाल्यो सबैभन्दा ठूलो कारण, तर अरू कुराहरू पनि छन्। जस्तै हाम्रो गाउँघरमा अझै पनि दाउरा गुइठा बालेर खाना पकाइन्छ नि, हो त्यसको धुवाँ पनि एकदमै हानिकारक हुन्छ। त्यसैगरी फ्याक्ट्रीको धुलो, गाडीको धुवाँले हुने प्रदूषण र केही मानिसमा वंशानुगत कारणले पनि यो रोग लाग्न सक्छ। कारणहरू त थाहा भयो, तर जब यी कारणहरूले असर गर्छन् फोक्सोभित्र चाहिँ के चलिरहेको हुन्छ? आउनुहोस् अलि भित्रै गएर हेरौँ। यो वास्तवमा एउटा सूक्ष्म लडाई जस्तै हो। यो प्रक्रिया एकै दिनमा हुने कुरा होइन, यो त वर्षौं लाग्ने प्रक्रिया हो। पहिलो चरणमा के हुन्छ भने धुवाँ र धुलोले श्वास नलीहरूलाई लगातार सुन्निने बनाउँछ। समय बित्दै जाँदा ती सुन्निएका नलीहरू साँगुरो हुँदै जान्छन्। त्यसपछि फोक्सोका साना साना हावाका थैलीहरूले आफ्नो लचकता गुमाउँछन् र काम नलाग्ने हुन्छन्। अनि अन्तिम नतिजा तयो पुरानो हावा भित्रै फस्छ। हो, यही भित्री क्षतिको नतिजा हो। हरेक सासको लागि सङ्घर्ष। सोचौं त, पुरानो हावा बाहिर फाल्न नसक्ने र नयाँ ताजा हावा भित्र लिन नसक्ने अवस्था कस्तो होला? यो एक निरन्तरको लडाई बन्न पुग्छ। अब फोक्सोभित्र यस्तो लडाई चलिरहेको छ भने बाहिर शरीरमा कस्ता सङ्केतहरू देखिन्छन् त? के कुरामा ध्यान दिने? सामान्यतया लामो समयसम्म निको नहुने खोकी, खकार आइरहने र विशेष गरी अलिकति काम गर्दा वा भर्याङ चढ्दा सास फुल्ने, यिनी हुन् मुख्य लक्षणहरू। अवस्था गम्भीर हुँदै गएपछि बारम्बार फोक्सोमा संक्रमण पनि हुन थाल्छ। ल, मानौ यस्ता लक्षणहरू देखिए। अब यो सीओपीडी नै हो भनेर कसरी पक्का गर्ने त? यसको निदान कसरी गरिन्छ त्यो हेरौँ। यसको लागि सबैभन्दा भरपर्दो भनौँ न गोल्ड स्ट्यान्डर्ड टेस्ट नै छ, जसलाई स्पाइरोमेट्री भनिन्छ। नाम सुन्दा अलि अप्ठ्यारो लागे पनि यो एकदमै सरल जाँच हो, जसमा एउटा मेसिनमा जोडले सास फुक्नुपर्छ। यो मेसिनले के नाप्छ भने एक व्यक्तिले कति जोडले र कति छिटो सास बाहिर फाल्न सक्छ, अनि डाक्टरहरूले एउटा अनुपात हेर्छन्। यदि पहिलो सेकेन्डमा फालेको हावाको मात्रा कुल फालेको हावाको 70% भन्दा कम भयो भने हो, त्यही 0.70 को आँकडाले नै श्वास प्रवाहमा अवरोध छ भन्ने कुरा पक्का गर्छ। रोग छ भनेर थाहा पाएपछि अर्को प्रश्न आउँछ, कति गम्भीर छ त? हो, त्यसकै लागि यो गोल्ड प्रणाली प्रयोग हुन्छ। यसले रोगलाई 4 चरणमा वर्गीकरण गर्छ, सामान्यदेखि धेरै गम्भीरसम्म। र यही चरणको आधारमा उपचारको योजना बनाउन एकदमै सजिलो हुन्छ। रोगको पहिचान भयो, गम्भीरता पनि थाहा भयो। अब सबैभन्दा महत्त्वपूर्ण कुरा, यसलाई कसरी व्यवस्थापन गर्ने?
सास फेर्न सहज बनाउने योजना के हो त? सीओपीडीको व्यवस्थापनलाई एउटा घर सम्झिने हो भने यसका दुईवटा बलिया खम्बाहरू छन्। एउटा हो जीवनशैलीमा परिवर्तन र अर्को हो औषधीय उपचार। राम्रो नतिजाको लागि यी दुवै सँगसँगै जानुपर्छ। अब जीवनशैली परिवर्तनको कुरा गर्दा एउटा काम चाहिँ सबैभन्दा महत्त्वपूर्ण छ। यति महत्त्वपूर्ण कि यसले रोगको पूरै गतिलाई नै बदल्न सक्छ। त्यो हो धूम्रपान छोड्नु। यो नै सबैभन्दा प्रभावकारी कदम हो। त्यसबाहेक खोप लगाएर संक्रमणबाट बच्ने र फोक्सोलाई बलियो बनाउने विशेष व्यायामहरूले पनि धेरै मद्दत गर्छ। अब लागौं औषधितर्फ। यसको मुख्य उपचार भनेकै इन्हेलरहरू हुन्। यी इन्हेलरहरूले के गर्छन् भने साँगुरिएका श्वासनलीहरूलाई फुकाएर फराकिलो बनाइदिन्छन्, जसले गर्दा हावा सजिलै आवतजावत गर्न सक्छ। र यदि अवस्था बेला बेलामा बिग्रिन्छ वा धेरै सुन्निएको छ भने डाक्टरले सुन्निने कम गर्ने औषधिहरू पनि थप्न सक्छन्। यो सबै कुराको सार के हो त? सार यही हो कि उपचारभन्दा रोकथाम नै उत्तम हो। धूम्रपान र प्रदूषणबाट टाढा रहने, लक्षण देखिन साथ जाँच गराउने र नियमित खोप लगाउने। यति गर्दा यो रोगबाट धेरै हदसम्म बच्न सकिन्छ। अब जाँदै एउटा प्रश्नमा विचार गरौँ। जब हामीलाई थाहा छ कि यो रोग रोकथाम गर्न सकिने रोग हो, तब एक व्यक्ति र समाजको रूपमा हामी सबैको साझा स्वास्थ्यलाई जोगाउन अझ राम्रोसँग के गर्न सकिन्छ होला?